नमस्कार सबैजनालाई। मैले यो भिडियो चाहिँ एउटा जानकारीमूलक भिडियो बनाइरहेको छु। फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको चुनावको लागि चाहिँ भोट हाल्नका लागि यही मङ्सिर 5 गतेसम्म भनेको आज 4 गते भइसक्यो। आज र भोलिमा जसले चाहिँ अब भोट लिस्टमा नाम दर्ता गर्नुहुन्छ उहाँहरूले चाहिँ फागुन 21 गतेको चुनावमा चाहिँ भोट हाल्न सक्नुहुन्छ। नत्र भने चाहिँ भोट हाल्न पाइँदैन हैन, भोट हाल्ने अधिकार चाहिँ रहँदैन। पछि 84 को चुनावमा भोट हाल्ने अधिकार चाहिँ भनेको त्यसपछि बनाउँदा पनि आज र भोलिमा बनाइसक्नेले चाहिँ फागुनमा भोट हाल्न पायो, पछि बनाउनेले चाहिँ पछि नै भोट हाल्न पायो हैन। अब के छ भने राष्ट्रिय परिचय पत्र जुनसँग छ, राष्ट्रिय परिचय पत्र हुनेहरूले चाहिँ अनलाइनबाट घरमै बसेर पनि नाम दर्ता गराउन सकिन्छ। त्रुटिहरू पनि सच्याउन सकियो र ठाउँसारी अन्य ठाउँमा कुनै ठाउँमा छ भने अहिले बसिरहेको स्थायी ठेगानामा सार्नको लागि पनि ठाउँसारी गर्न पनि सकिन्छ। त्यसको लागि चाहिँ गुगलमा गएर apply.vr.election.gov.mp मा गएर चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर हालेपछि त्यहाँ सम्पूर्ण विवरणहरू आउँछ र आफ्नो मतदान केन्द्र कहाँ हो त, मतदान केन्द्र छनौट गरेर त्यो सबमिट गरिसके पछाडि आफ्नो नाम दर्ता हुन्छ। त्यसरी गर्न सकिन्छ र त्रुटि सच्याउने कुराहरूलाई पनि छ भने त्यो त्रुटि सच्याउन सकियो। र अर्को कुरा भनेको चाहिँ अब ठाउँसारी, अब कुनै ठाउँमा मतदान केन्द्र स्थायी ठेगाना पहिला भएको ठाउँमा कुनै ठाउँमा छ भने त्यसलाई पनि आफू स्थायी ठेगाना जहाँ बसिरहेको छ भने त्यो ठाउँमा सार्नको लागि पनि स्थायी त्यो मतदान केन्द्रलाई चाहिँ चेन्ज गरियो भने चाहिँ त्यही ठाउँमा चाहिँ भोट हाल्न पाइन्छ। हस् त, धन्यवाद।